आमाको पाठ च्यानलमा हजुरलाई स्वागत छ। आज मैले एबी जुस रेसिपी सेयर गर्न गइरहेको छु, यानि कि एप्पल र बिटरुटको जुस। सबैभन्दा पहिला मैले आफ्नै करेन्सी बारीमा भएको बिटरुटलाई उकाएर धोई पखाल गरेर रेडी गरेको छु। अनि त्यसैगरी एउटा एप्पललाई पनि धोएर रेडी गरेको छु। अब यसलाई आलु तास्नेले बाहिरको बोक्रालाई राम्रोसँग तास्नु पर्ने हुन्छ। यहाँ हजुरले भिडियोमा देख्न सक्नुहुन्छ मैले आलु तास्नेले तासिरहेको छु बाहिरको बोक्रालाई। त्यसरी नै एप्पललाई पनि मैले बाहिरको बोक्रालाई तास्दैछु। यो चाहिँ तास्नुपर्छ भन्ने छैन, एप्पलको चाहिँ नतास्दा पनि हुन्छ, यो चाहिँ अप्सनल हो। अनि बिटरुटको साइज चाहिँ एकदमै ठुलो थियो, अनि ठुलो भएको कारण मैले हाफलाई मात्रै लिएको छु आज जुस बनाउनको लागि। अनि त्यो हाफलाई लिएर पनि त्यसलाई सानो सानो पिस गरेर अब काट्नुपर्ने हुन्छ। अनि त्यसैगरी एप्पललाई पनि सानो सानो पिसमा काट्नुपर्ने हुन्छ र मिक्सचरमा राख्नुपर्ने हुन्छ। हजुरले यहाँ देखिरहनु भएको छ एप्पल र बिटरुटलाई मैले राखिसकेको छु। अनि त्यसमा पानी पनि केही मात्रामा राख्नुपर्ने हुन्छ। यसरी मिक्सचरमा राखेर मिक्सी अन गरिदिएपछि तुरुन्तै जुस अब रेडी भइहाल्छ। अनि अब छन्नीको प्रयोग गर्नुपर्ने हुन्छ। छन्नीलाई प्रयोग गरेर जुसलाई छान्नुपर्ने हुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ जुस एकदमै रेडी भइसक्यो, एकदमै छोटो समयमा। यसमा मैले अरू केही पनि मिसावटहरू गरेको छैन। यसलाई हामीले मिक्स गर्ने हो भने क्यारोट चाहिँ एड गर्नुपर्ने हुन्छ, त्यो गर्यो भने एबिसी जुस बन्छ है। यसरी मैले मेरो बच्चाले खाजा खाँदै जुस बनाएर उसलाई जुस पनि दिइसकेको छु। अनि उसलाई चाहिँ यो जुस एकदमै धेरै मनपर्छ, उसले एकदमै इन्जोय गरेर खाइरहेको हजुरले देख्न सक्नुहुन्छ। मैले मेरो बच्चालाई ठिक्क थोरै मात्रै दिएको थिएँ, त्यसपछि उसले त्यो खाइसकेर फेरि अर्को पनि माग्यो। अनि त्यसपछि मैले त्यो पनि दिएँ। यो जुसमा यति धेरै फाइदा हुन्छ कि स्किनको लागि, हार्टको लागि, हेयरको लागि, अनि आँखाको लागि, प्रोटिन, यति धेरै कुराहरू हुन्छ। हजुरहरूले एकचोटि सर्च गर्नु होला यो जुसको बारेमा। यति धेरै हेल्दी जुस चाहिँ हजुरहरूले आफ्नो लागि र आफ्नो बेबीहरूको लागि पनि बनाएर दिन सक्नुहुन्छ, आफूले पिउन सक्नुहुन्छ। अब अर्को भिडियोमा चाहिँ म हजुरलाई एबिसी जुसको रेसिपी पनि सेयर गर्नेछु। फिनिश भयो? अझै दिनु? यम्मी भयो? कस्तो भयो रे? यम्मी। अझै दिनु? हजुर। कति दिनु? धेरै दिनु अझै? लु त। लु अगायो। मेरो छोराले आफ्नो भाग खाइसकेर नै अझै मागिरहेको थियो। यो कपको आधाभन्दा बढी त उसैले खाइसक्यो, मलाई त्यति थोरै मात्रै बच्यो है। अनि बाँकी रहेको बिटरुटलाई मैले अर्को दिनको लागि राखेको छु। अनि त्यसको जुन छोक्राहरू हुन्छ त्यसलाई पनि हामीले प्यानकेकहरूमा लगाएर खान सक्छौँ। भिडियो दिनुभएको लागि धन्यवाद। यदि हजुरहरूलाई भिडियो युजफुल लाग्यो भने लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गरिदिनु होला।